होइन भैरुवामा के साह्रो जाडो हो बाटै देखेदैन हो कता जाने भनेर लास्ट जाडो लास्ट कुहिरो लाग्यो ए गाडी आएको नि देखिँदैन कि अटो आइरह देखिँदैन कि त्यस्तो जाडो हो भने भैरुवामा यार बेला बेलामा त हिमालतिर चुबो जस्तो लाग्छ बाटो यो गाइस मेन रोड हो ल सबैले बुद्ध भगवानको दर्शन गरौँ डरै लाग्ने यार बाटो काट्न नि कतादेखि आएर हानिदिन्छ जस्तो जाडोमा कहीँ नि गला नि आमा म त ठिकै छ रनिङ गर्न हिँड्छ हिँडिरहेको त पुरै छ भइरह चिसोले होला लुगा पो निस्किन त नाकदेखि दौड्नुपर्छ शरीरको ख्याल गर्नुपर्छ केटा हो केटी हो सबैले फिटनेसलाई माथि राख्नुपर्छ दौड्नुपर्छ यति भन्दा म दौडिन्छु अब होइन टेक केयर बाई यस्तै छ है भइरहेको जाडो कहाँ गएर गायब हुन्छ थाहा नै हुन्न नि यो कार पनि गायब भइसक्यो 10 मिटरमा हुँदै गेटै देखिँदैन भने इन्डिया नेपालको त त्यही अटोलाई हेरौँ न कहाँ गएर गायब हुन्छ 15-20 मिटरमा त गायबै हुन्छ कि यो ल स्टे वार्म है सबैजना खेलेर पछि गएर फेरि दौडिनु अब यस्तो हो कि जाडो यता कुन कुनादेखि बाइक आउँछ थाहा नै छैन दौड्न निस्केको कता ठोकिदिनु भन्ने डर भइसक्यो काठमाडौँमा नि यति जाडो छैन हो अस्ति काठमाडौँ गएर आएको 7 बजे घाम लगाइदिइरहेको भन्दा उता हाम्रै भइरहेको के भएको खै हिमाल अब तराईतिरै सर्ला जस्तो छ अब यस्तै जाडो हुने हो भने माइनसमा खाएको जाडो पनि अस्ति पोखरातिर त हिँड्नु पऱ्यो रे भन्ने सुन्यो गएको चाहिँ छैन है म फेरि जाने विचार त हो तर यस्तो जाडोले कतै ट्राभल नगरौँ भने घरमै बसौँ सबैजना घरमै हेल्दी होम वार्म होम सबैजना ख्याल गरौँ होइन कहाँ जान मन लाग्छ यस्तो जाडोमा न बाटो देखिन्छ न केही त्यहाँ गएर नि के नै गर्नु र बरु घरमै आएको तापो बस्यो होइन त्यही ठिक होला जस्तो लाग्यो मलाई चाहिँ यस्तो बिहानमै ट्रकवाला गाईको इन्जिन तताउँदै खाने आफ्नो इन्जिन भएको यहाँ तात्तिसक्थ्यो तर सिङ्गल मी अनि एउटा कुरा रिस उठेको कि पानी के भएको त्यो के भएको गर्मीमा उमाले जस्तो तातो हुन्छ जाडोमा फ्रिजभित्र राखेपछि चिसो हुन्छ के भएको आफ्नो उ त छैन आत्मसम्मान भन्ने छैन एउटा टेम्परेचरमा रहनु नि कहिले चिसो भयो कहिले तातो भयो यहाँ हग्न गाह्रो भइसक्यो केटाहरूलाई होइन हग्न त हग्छ यहाँ हगेर धुन गाह्रो भइसक्यो केटाहरूलाई
माया के साह्रो त सुत्रै पानी त एउटै टेम्परेचरमा रह्यो मान्छेलाई कयौँ गाह्रो भयो त यहाँ कति मान्छे त उहाँ हग्न नगएर बाबासिर पनि भइसक्यो मान्छेहरूलाई है त्यहाँ बाटो अगाडि बसको अगाडि त केही छैन पो फर्किनु पर्ला जस्तो हो अब फेरि दौडेर एकलट ल यति भन्दै आजको भिडियो यहीँ एन्ड गरिदिउँ कि हल्का अघि गएर हान्दियो एक दुई पुसअप पनि जुमै एक दुई पुसअप हानेर जाउँला ल गाइस र अघि जान्छु म पनि हल्का एक राउन्ड हानेर आउँछु म झन् यता आएर झन् दौड्नु पर्ला भनेको त यता झन् के कुहिरो लाग्यो यस्तो यहीँको घर पनि देखेको होइन कि यो अगाडिको भैरो आउँदा नि उहाँ हिमालयको यात्रा गरे जस्तो फिल भयो यार अहिले त होइन यो हिमालतिरै जानु लाग्यो जस्तो चिज यस्तो थैट यो मेरो ठाउँ पुसअप हान्नलाई है यताउति नै हुन्छ मेरो एउटा एक्टिभिटिज भने जस्तै अहिले सायद म भिडियोमा नि हाल्छु खासै त गर्दा चिसोले सब भिजा हुन्छ त्यही पुसअप हान्ने एउटा फुटको एक्सर्साइज हुन्छ लेगको त्यति हो ल गाइस यति भन्दै खोला पनि छ यहाँ यति भन्दै लाइभ भिडियो यहीँ पज गर्छु म एकछिन पछि हाल्छु म अर्को भिडियो बनाउँछु एकै दिनमा धेरै नआनौँ होइन बिस्तारै थुत्तारै बढाउँदै जाउँला यस्तो दामी पानी भनेको म मुट्न आइसक्यो एउटा मान्छे फेरि थैट के हो यस्तो यो आज मेरो सुविधा लाएर मैले हुन त अघि नै हाने तर एउटा क्यामेरा अङ्गल मिलेन क्या भएकोमा चाहिँ त्यो फेरि 15 हानेको त्यही तन्केर हान्न सक्यो गाह्रो हुन्छ सुविधा त्यो ओभर हान्न लाग्यो भने गाह्रो हुन्छ क्या पटकी यार पुरै तन्केर गाह्रो हुन्छ क्या यति भन्दै ल भिडियोको एन्ड नै हुन्छ बाई बाई।